सो हाई एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ सन्डे, मेरो काम चाहिँ छुट्टी हो। त्यही भएर चाहिँ अब साँझ बेलुकी भएछ अहिले। त्यही भएर चाहिँ यसो बाहिरतिर मुड फ्रेसको लागि निस्केको। खासमा चाहिँ मैले अब यो क्यामेरा किनेको थिएँ कि भर्खर हिजो अस्ति कहिले। त्यही भएर चाहिँ कस्तो खिच्छ त, के गर्छ, राम्रो छ कि कस्तो छ भनेर चाहिँ टेस्टको लागि आज आएको। तर जे होस् मन पर्यो, चित्त बुझ्यो। जे होस् भने जस्तै रहेछ, दामी खिच्दो रहेछ। अनि यसो ब्याग पनि मजाले गर्न मिल्छ। DJI-को पकेट फो सट्टै मजाको पार्क पोर्न छ। अनि यसरी जुम पनि गर्न मिल्छ। यहीँबाट जुम हुन्छ, रोटेट गर्न मिल्छ। राम्रो रहेछ। जे होस् मन पर्यो है त साथीहरू। राम्रो दामी लाग्यो साथीहरू। अब चाहिँ म यस्तै भिडियो बनाएर हाल्नेछु। भिडियोहरू हेरेर लाइक कमेन्ट गरेर सेयर गरेर चाहिँ साथ दिनु होला भन्न चाहन्छु। अनि अब क्यामेरा किनिसकेपछि त भिडियो पनि बनाउनै पर्यो हैन। अनि अब त्यस्तै हो, सुरुवात गर्दैछु। कस्तो हुन्छ यस्तै हो। सुरुमा अलि भिडियो त्यस्तो राम्रो हुँदैन। बिस्तारै अब गर्दै गएपछि हुँदै जाने त हो नि हैन साथीहरू। बिस्तारै सिकिँदै जान्छ। गर्दै गएपछि नयाँ कुरा सिकिन्छ। यस्तो गरे भए राम्रो हुन्थ्यो जस्तो हुन्छ। गरेपछि पो अनि एक्सपिरियन्स हुने हो नि त, हो कि नै। सुरुवातमै सबैको राम्रै हुन्छ भन्ने त हुँदैन। त्यही भएर चाहिँ म पनि अब फुर्सदको समयमा, खाली समयमा चाहिँ यसो भ्लगहरू बनाएर हाल्नेछु। अनि तपाईँहरू चाहिँ हेर्नु होला भन्न चाहन्छु है त। यहाँ चाहिँ प्रायः दौडै गर्छन् कि। यो चाहिँ यहाँ जाबजुरी एक्सर्साइज गर्छन्। यो चाहिँ यहाँबाट पुरै एक राउन्ड हान्न लगभग हिँड्ने मात्रै 1 घन्टा लाग्छ कि। अस्ति मैले हिँडेको त्यहाँबाट त्यहाँ पुरै 1 राउन्ड हानेको पोन्डलाई ठ्याक्कै 1 घन्टा लाग्यो कि। अनि यिनीहरू चाहिँ जापानिज चाहिँ प्रायः यहाँ आएर एक्सर्साइज गर्दा चाहिँ यिनीहरू चाहिँ 1 राउन्ड 2 राउन्ड कति हान्छन् है। यहाँनिर चाहिँ दौडिरहेको हुन्छन्। जहिले बिहान पनि दौडिरहेको हुन्छन्, साँझ पनि दौडिरहेको हुन्छन्। त्यस्तो छ साथीहरू। जापानमा चाहिँ पानी खानलाई यस्ता पब्लिक धारा हुन्छ नि साथीहरू। यहाँबाट चाहिँ पानी आउँछ।